नमस्कार, म हरप्रसाद थारू। आज म यो आफ्नै गाउँको दक्षिण भैसाई टोलको थारू डुहार के कस्तो काम भएको छ, के कति काम पुरा भएको छ, के कति काम गर्न बाँकी छ त्यो हेर्नलाई आएको थिएँ। लगभग सबै जसो काम सकिसकेको छ। यो हाम्रो यो थारू डुहारको अहिले यति राम्रो देखिएको छ। हाम्रो यो थारू डुहार डेन्टिङ पेन्टिङ भएर सबै व्यवस्था भएको छ। अब यहाँ एउटा ढोका लाउनुपर्छ। यो ढोका पनि रेडी भइसकेको छ। यही पेन्टिङ भएर अब यो एकदम आकर्षक देखिएको छ। अब यहाँ पहिला लाइन पनि सुविधा थिएन, त्यो अब लाइनको पनि सुविधा छ। पङ्खा पनि थिएन, पङ्खा पनि लागिसकेको छ। राम्रो छ हाम्रो दक्षिण भैसाई टोलको यो थारू डुहार, हामी थारूहरूको मन्दिर। अब यो काम गरेर गइसकेको छ। यस्तो फोहोर छ। अब म यसो यो भएको यो फोहोरहरूलाई एक ठाउँ जम्मा गरेर राख्छु र